हेलो गाइज गुड मर्निङ। आजको मेरो डे 1 मिनी ब्लगमा हजुरहरू सबैलाई स्वागत छ। बिहान उठेर फ्रेस भएर म रेडी हुन आएँ। कलेजको लागि रेडी भएर यसो भिडियो गराएँ। आजभोलि धेरै चिसो बढेको छ, त्यसैले मैले यत्रो ठुलो मानको ज्याकेट लगाएर कलेज गएँ। मलाई बिहान के गर्दा लेट भइसक्यो, त्यही भएर छिटो म हिँडेँ। टट अनि बस छुटिसकेको थियो। छिटो आएर म बसमा बसेर टिङ एउटा भिडियो बनाएँ। पहिलो बसदेखि झरेर म अर्को बसतिर लागेँ। मलाई लाइटले डिस्टर्ब पर्यो र म जहिले पनि कलेज जहिले पनि म ढिलो नै पुग्छु, किनभने मलाई दुईवटा बस एक्सचेन्ज गरेर आउनुपर्छ र म मात्र ढिलो हुन्छु, कोही पनि हुँदैन, सुनसान छ क्लास। र कलेज बिदा भइसकेपछि म घरतिर लागेँ। टिङ घर आइसकेपछि मलाई भोक पनि लागेर थाक पनि लागेर, त्यही भएर किचनमा गएर खाना बनाउनु सुरु गरेँ। र मेरो खाना पनि रेडी भयो र मैले खाएँ। खाइसकेपछि त भाँडा पनि माझ्नु पर्यो र म भाँडा माझ्न चलेँ। खानासाना खाएर भाँडासाँडा माझेर अब चाहिँ म सुत्न आँटेँ। थ्याङ्क यू फर वाचिङ, बाई।